अनि यही परिवेशमा लिम्बुले बोल्दा हाउ रुङ्गा हाउ केनाको कुकुर फुक्यो भनेर घरको छालबाट यसो हेरेको त दुइटै गोरु भुकेर पनि बाली अरे छ हाउ रुङ्गा हाउ कुकुरलाई फुक्यो गोरुलाई फुक्यो यही परिवेशमा शेर्पा साकारमा त नाचार नाचार बाङ्गा चार्यो लार्यो नाचार बाङ्गा चार्यो लार्यो माइले नगर नगर बाङ्गा गार्यो अहिले कास्ता यो थियो शेर्पाको यसै गरेर अर्को छोटो छोटो भन्दै चाहिँ म छोटै गर्छु है त यो धेरै छ यो त धेरै म दुई तिनवटा पहिला पहिला छेत्री बाहुनको छोरी मान्छेले कि त्यहाँ नाक काटिन्छ इज्जत जान्छ भन्थ्यो त्यतिखेर सबै छोडेमा लगिरहेको छु मैले एकदम सर्टकटमा एउटालाई 4 सेकेन्ड हुनु लाग्छ छैन अहिले बोल्दा पो धेरै गर्छ अनि त्यतिखेर हजुरआमाले जङ्गलमा गएर यसरी ब पुग्नु बासी ढेँडो कले पो खान्छन् र बुढी भएकोले पो लान्छन् र यसरी अनि यसै गरेर छोटो भने अब यता मरे मैले नेवार जातिमा जाउँ है अहिले फोनले कति डिस्टर्ब गरेछ होइन राति मिस कल आएकै बुढोलाई दिक्क बुढीको मोबाइलमा मिस कल आएपछि बुढोलाई दिक्क नभएर हामीलाई हुन्छ त होइन बुढी क्या पनि आएको त्यो मिस कल गरेर ल्याउने वा नम्बर 1 थाहा पाएन नम्बर कति वा 9787 और नंबर 85 वा बाटे त्यो त मा चोरे हुआ नि यो नेवारको थियो थोरै तामाङ पनि जाउँ है त म त काम लाग्छ है घाँस खानु बाँधेर जङ्गल गएको थियो यतारो बाघ लेखेर ब्याग आयो है म त है हातमा डोरी लुगा ओह्रालो पुल्टो गरेर झार्यो बाघ आयो बाघले कानमा गुजुज गरेर बाघ त गयो है मलाई लाग्यो कहाँ बसाल्दै मलाई त यस्तो त लाग्छ त अनि मारी चौतारीमा बाँसेर अनि बिरहको गीत गायो पुरानो माइलको याद आयो कसरी गाउनु भयो उहाँले यो गीत यसरी गाउनु नबिर्से तिमीलाई नपाए तिमीलाई गीत उहाँले यसरी गाउनु यो गीत गाए नबिर्स्यो तँलाई नपायो तँलाई बिनार्थ दिलमा सोधायो तँलाई यसरी गाउनु यो भाषाभाषीको थियो छोटकरीमा तराईतिर सब पश्चिमेली धेरै छन् हाम्रो धेरै भाषाहरू यसलाई म छोटकरी गर्दै अब म थोरै अहिले पहिला पहिला अघि अब नाचेको हेरिहाल्यो होइन पहिला पहिला बुढापाकालाई नाच्नुलाई कति ठुलो ठाउँ सर र चाहिन्थ्यो होइन आजभन्दा एउटै ठाउँमा पुग्ने रहेछ कुखुरा जस्तो होइन त अब नृत्य हेरौँ न अब गीत चाहिँ अब कसरी रिमिक्स गरेछ ठिक छ तर नृत्यलाई चाहिँ नबिगार्नु नि हौ उडी हिँड्ने बादललाई सधैँ फुलिरहने फुलहरूलाई कुन खुसी भइन् जुन यो गीतलाई आज भने सधैँ उडी हिँड्ने बादललाई सधैँ फुलिरहने फुलहरूलाई कुन खुसी आज नौलो भइयो मारो चिया बारीमा पारेन भालेले अन्डा पारे भालेले अन्डा पारेर पोथी किन होइन अनि रिमिक्समा मेरो मनको ढुकढुकीमा अब पारेन भने अब त्यो त भएछ त्यसको अलिकति बिर्से अब नृत्य मैले देखाइन होइन चियाबारीमा हो चियाबारी यसो गर्दा हुन्छ नि चियाबारीमा चियाबारी आउँछ चियाबारी आउँछ चियाबारी त्यसो सर देखाउनै भयो नि फिल चियाबारीमै पुग्नु परेन चियाबारी भनेर चियाको बोट हलाउनु परेन चियाबारीमा सर घुमेर नाच्दा भयो नि त होइन अनि अर्को त पारेन होइन अनि त्यसपछि गएर मेरो मनको ढुकीमा कति राम्रो गीत थियो आज भने मेरो मनको ढुकीमा ढुकी हो त कि ढुकी कहिले यताबाट यता सरेको ढुकीमा यो ढुकी जस्तो लाग्छ ढुकी त यो पो होइन र यो होइन ढुकी यो ढुकी यो नृत्य बिगारेछ
अनि अर्को सालको पात कपरी गाँसेर जुनै बिताउँछन् सँगै हाँसेर पानी तालैमा आज भोलि के गर्छ सालको पात कपरी हाँसेर रेखो पाए डाँडै राखेर माछा तालैमा पहिला पहिला सालको पात कपरी गाँसेर यसरी हेरेर गाँस्ने कपरी गाँसेर गाँसेर यसरी हुन्छ अनि हेर्नुहोस् अनि चाइनिज रेडियो बिग्रियो भनेदेखि चाइनिज लाग्छ अरे कल्पिरो बिग्रियो भनेदेखि चिडी आउँछ अरे भने चाहिँ चाइनिज गीत यसरी लाग्थ्यो रेडियोमा पहिला चाङ्गामा पङ्पला टाटा मारा पुतो टोङ्काने स्या टाङ्गाला टोला पापा र पोपो र यो देशमा चाँडै संविधान बनोस् हामी सबै जनतालाई राम्रोसँगले एउटा राम्रो शिक्षा दीक्षा दिने खालको अनि सबै गरिबहरूलाई पनि उकास्ने खालको संविधान बनोस् सबैलाई सनातन राम्रोसँगले जुन सबैको अधिकार हुने खालको संविधान बनोस् बन्दै तर बनोस् कसरी भारतको प्रधानमन्त्री आउँछ नेपाल ऐसा देश है जडीबुटीयों का धनी देश है जल स्रोतों का धनी देश है पशुपतियों का देश है गौतम बुद्ध का देश है इसलिए इंडिया से हम आए भनेर यस्तो प्रश्न हुन्छ नेपालको प्रधानमन्त्री बोल्नुहुन्छ